कहाँ हुनुहुन्छ? खोजेर ल्याउँछ। कहिले? त्यो अब उहाँ प्रहरीको जिम्मा छ। यस्तो गृहमन्त्री जो राति पनि सुत्नुहुन्न, सुते नि सोफामा सुत्नुहुन्छ, अब त खोजेर ल्याए भयो नि। ल्याउँछ कि जीवी राई ल्याउँदाखेरिमा तपाईँहरूको भण्डा फुट्छ? जीवित हुनुहुन्छ नि उहाँलाई ल्याउँछ। जीवित हुनुहुन्छ नि उहाँलाई ल्याउँछ। जीवित हुनुहुन्छ नि उहाँ ल्याउँछ। व्हाट अ क्वेसन। तपाईँलाई शङ्का छ? पुकारजी पुकार बमले नसोचिकन केही कुरा बोल्दैन। तपाईँलाई शङ्का छ? He may not be alive. अब यो कुरा तपाईँले कस्तो संवेदनशील होइन यस्तो मैले भने नि उहाँलाई कतिसम्म हामीले के कुरा थाहा पाएको थियो जीवी राईलाई यदि जीवी राई नेपाल आउनु भयो या उहाँ चाहिँ भयो भने तपाईँका धेरै शीर्षस्थ नेताहरू 46 पछिका धेरै शीर्षस्थ नेताहरूको उठीबास हुने आवाज रवि लामिछाने सहितको त्यो होइन। उहाँ नै हो पार्टनर? होइन, त्यो फरक पाटो हो। पार्टनर त हो नि, फरक पाटो हो। पार्टनर त हो नि। म मान्दिनँ त्यसो। तपाईँले नमानेर हुन्छ र कम्पनी रजिस्ट्रार कार्यालयले मान्छ। कम्पनी रजिस्ट्रार कार्यालयमा उहाँसँग जोडिएका 46 पछिका जसले बदमासी गर्नुभएको छ मैले त्यो सन्दर्भमा भने तर जीवित हुनुहुन्छ भने चाहिँ उहाँलाई नेपाल ल्याउँछ। ठिकै छ, ल्याउँछौँ।